Oh my Come on, church. मण्डली हामी यस समय भन्छौँ यसो बस्ने पनि छैन उहाँ मात्रै सबै कुराको राजा तपाईँ नै हुनुहुन्छ सबै देवहरूभन्दा पुग्छ परमेश्वर र महिमाका योग्य अनि आराधनाका योग्य यीशुलाई हालेलुया प्रभु हामीलाई तपाईँ यीशुले छुनुभयो हामीलाई प्रभु तपाईँ यीशुले प्रेम गर्नुभयो प्रभु अनि हामीलाई तपाईँ परमेश्वरको रगत देखाउनु भएको छ प्रभु यस समय हामी तपाईँको नामको प्रशंसा गर्दछौँ यसरी प्रभु हामीलाई अनलाइनको माध्यमबाट प्रभु हामीलाई हरेक ठाउँबाट प्रभु हरेक स्थानबाट एक ठाउँमा भेला गर्नुभएको छ तपाईँको नामलाई प्रशंसा गर्नको निम्ति तपाईँको आराधना गर्नु हालेलुया यीशु धन्यवाद तपाईँलाई प्रभु हामीलाई तपाईँ परमेश्वरले कति प्रेम गर्नुभएको छ प्रभु अन्धेरोमा तपाईँ जोगिनुहुन्छ प्रभु हामी सबै कुरालाई प्रभु उज्यालो दिने प्रकाशमा ल्याउने तपाईँ यीशु हुनुहुन्छ हालेलुया यीशु आउँदछ हृदयको शिर झुका तपाईँ सामु ल्याउँदछ चिसित हृदय अनुभव पवित्र आत्मा आत्माको आगो आफ्ना मानिसमाथि सपना दर्शनले बोल्न सको अगमबानी सको अगमबानी आत्मा आत्मा आत्मा
आत्मा यसो धन्यवाद प्रभु यसोको समयमा तपाईँको सामु आउँदछौँ प्रभु हामी प्रत्येकको जीवनमा तपाईँ परमेश्वरले पवित्र आत्मा पर्ने आउनुहोस् प्रभु साँच्चै नै हाम्रो हृदयहरू तपाईँतिर हामी लगाउँदछौँ किनकि हाम्रो पिता र हाम्रो अब्बा तपाईँ यसो हुनुहुन्छ यसै प्रभु हामीलाई यो फेलोसिपमा सहभागी गराउनु भएको हामी जति पनि उपस्थित भएका छौँ तपाईँलाई प्रशंसा गर्दछौँ धन्यवाद प्रभु तपाईँले भन्नुभयो सुन चाँदी र धन दौलत मेरै हो मैले चाहेको हृदयको तिमीको शब्दको बोलीले हो तिमीहरूले चढाएको महिमा र प्रशंसाको बलिदान गर्न चाहन्छु यसो प्रभुले हामीलाई भन्दै हुनुहुन्छ मण्डली आज हामीले परमेश्वरको आराधना गरेका छौँ जस्तो छौँ त्यस्तै हामी उहाँको सामु आएका छौँ प्रभु सारा आदर मान सम्मान इज्जत र भक्ति हामी यीशु ख्रीष्टको नाममा पितालाई चढाउँदछौँ तपाईँले चालिनुहोस् प्रभु धन्यवाद यीशु प्रभुको नाम आमेन हुन्छ जय मसीह फेरि पनि अनि यो समय हाम्रो सञ्चालकलाई दिन चाहन्छु हाम्रो ब्रदर सुमन के अरे प्रेम प्रकाश सुनारलाई मलाई दिलीप सरले 10 मिनटको समय भन्नुभएको थियो त्यही अनुरूप मैले जस्तो हुन्छ प्रभुको महिमाको निम्ति मैले आराधना गरेँ मलाई विश्वास छ तपाईँहरू पनि सम्पूर्ण प्रभुसँग भेट गर्नुभयो प्रभुको उपस्थिति जानुभयो यो समूहमा फेरि हाम्रो सञ्चालक जुलाई दिन चाहन्छु हेलो प्रेम भाइ लिनुहोस् समय गुरुबा मेरो अघि आवाज आइरहेको थियो हजुर अलि साउन्ड अलि बुझेको त थिएन तर आइरहेको थियो गिटारको हुन्छ प्रेम भाइ लिनु थ्याङ्क यू हुन्छ परमेश्वरलाई धन्यवाद भएको होस् असल आराधना गर्नु भएको लागि सामेल पहिला तामाङलाई पनि परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस् धन्यवाद दिन चाहन्छु सर हजुरलाई अनि यसै गरेर हजुरले वचनको निम्ति पनि प्रार्थना गर्नुहोस् आउनुहोस् हामी वचनको लागि प्रार्थना गरौँ स्वर्ग र पृथ्वीका मालिक हाम्रो प्रभु हामी तपाईँको सामु आउँदछौँ यस समय अनि हामी प्रभु यो जुन वचनको भागमा आएका छौँ सिक्ने प्रभु अनि सिकाउने समयमा प्रभु जुन वचन तपाईँको छोरी हाम्रो सिस्टरले लिएर आउनु भएको छ उहाँहरूको जीवनद्वारा तपाईँ परमेश्वर बोल्नुहोस् हामीसँग अनि आजको दिनमा उहाँले भन्न खोजेको कुरालाई तपाईँ परमेश्वरले असल तरिकाले हाम्रो माझमा रेभुलेसन गर्नको निम्ति प्रभु तपाईँ परमेश्वर आफ्नो छोरीलाई पवित्र आत्माको शक्तिमा र तपाईँ परमेश्वरको आत्माको अगुवाईमा चलाउनुहोस् यो सेवालाई हामी तपाईँको हातमा राख्दछौँ तपाईँको छोरीद्वारा हाम्रो मण्डलीको बिचमा एउटा असल बिउ तपाईँ परमेश्वरले छर्दै हुनुहुन्छ यो बिउले हामी प्रत्येकको प्रभु हृदयलाई तयार पार्न सकोस् र फल फलाउने एउटा असल प्रभु हामी साँच्चै त्यो फसल फलाउने प्रभु हामी बन्न सकौँ प्रभु धन्यवाद जुन वचन ल्याउँदै हुनुहुन्छ त्यो वचनद्वारा हामी प्रत्येकलाई छुन सकोस् प्रभु एक एकको त्यो वचन आज मेरो लागि हो त्यो वचन आज मण्डलीको लागि प्रभु प्रत्येकलाई तपाईँको हातमा राख्दछौँ हामी दुवैजना हामी जति पनि सुन्नेछौँ अनि तपाईँको छोरीले हामीलाई सुनाउँदै हुनुहुन्छ अनि ट्रान्सलेट गर्ने तपाईँको छोरालाई अनि वचन बोल्ने तपाईँको छोरी हामी सम्पूर्णको साथमा तपाईँ परमेश्वर मध्यस्थ गर्दा पनि चलाउनुहोस् भन्दै यो वचनको सेवाको निम्ति आशिष माग्दछौँ येशू प्रभुको नाममा आमेन हुन्छ परमेश्वरलाई धन्यवाद वचनको निम्ति पनि प्रार्थना गरिदिनु भयो अनि यस समयमा हामी अब वचनमा जानेछौँ हामी एकदमै सक्रिय तरिकाले परमेश्वरको वचनलाई चाहिँ सुन्नेछौँ अनि हाम्रो हृदयमा त्यही अनुसार जीवनयापन गर्नेछौँ आमेन परमेश्वरलाई धन्यवाद यो समयमा ट्रान्सलेट गर्ने कसले गर्नुभएको छ उहाँले लिइदिनुहुनेछ यस समयमा उहाँलाई सुम्पिनेछु हुन्छ हाम्रो प्रकाश भाइलाई धेरै धन्यवाद हामीलाई सञ्चालनमा सहायता गर्नुभयो भाइ सामेललाई आराधनामा हामीलाई अगुवाई गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद छ अनि हामी यो समय वचनको समयमा आएका छौँ म सबैजनालाई अनुरोध गर्न चाहन्छु तपाईँहरू एकदमै अप्ठ्यारोमा हुनुहुन्न भने कृपया हजुरहरूले भिडियो चाहिँ अन गरिदिनु होला है अहिले आजभोलि फेरि यो अफ गरेर बस्या सङ्गतिलाई नबस्या जस्तो मानिन्छ कि हजुरहरू सक्ने जतिले चाहिँ भिडियो अन गरेर सजिलोसँग बसिदिनुहोस् वचन सुन्नुहोस् अनि यो बसेको अर्थ हुन्छ तपाईँ बसेको मात्रै हुँदैन दिलीप दाईले भन्यो साथीहरूले भन्यो त्यो कारणले गर्दा बसे मात्रै नभएर
तपाईँको लागि सङ्गति चाहिँ आशिषमय र अर्थपूर्ण हुन्छ। अनि म चाहिँ त्यो कुराको लागि प्रार्थना गर्छु। अनि सबैजनाले सक्ने जतिले तपाईँहरू चाहिँ एकदमै अब कुनै केही उसमा हुनुहुन्छ इमर्जेन्सीमा त्यस्तोमा भएको बाहेक अरू सबैजनाले भिडियो अन गरेर चाहिँ बस्नु होला। अनि अब सँगसँगै हुनुहुन्छ भने श्रीमान श्रीमती तपाईँहरू चाहिँ सँगै बस्नु होला, श्रीमान श्रीमती देखेर एउटाले मात्रै होइन, त्यसरी बस्नु होला है। Now this is the time for the word. Today we have our special guest from South Korea, Sister Sunny Choi. Last year she visited Nepal and she blessed us a lot. And you know, this very sad thing, they had a really bad time here in Nepal because of the travel and off roads and because of the the aeroplane as it could not fly in time, the cancellation, and again rebook the tickets and again flying. And it was really horrible time for them. But some they said, I think it might be the last day for us. It was very terrible time, but God allowed them to be here in Nepal, and she blessed us. They blessed us, and almost the every province from pastors and leaders have gathered, and we have wonderful time. And now the many are connected, and we are together helping the fulfill the whole evangelization, the preaching that Jesus is the Christ. And it's an honor to have Sister Sunny here. हाम्रो Sister Sunny बिचमा हुनुहुन्छ अनि उहाँलाई हामी धेरै स्वागत गर्न चाहन्छौँ। उहाँ राति भइसक्यो, अहिले 12 बजिसक्यो, तर पनि उहाँ हाम्रो बिचमा हुनुहुन्छ। So we would like to welcome Sister Sunny to take this time, and Sister Namrata will help us to interpret. हामी ताली बजाएर उहाँलाई चाहिँ स्वागत गरौँ। अनि मैले फेरि पनि भने हुन सक्नेहरू सबैजनाले चाहिँ भिडियो अन गर्नु होला। थ्यांक यू। जय मसी। जय मसी सबैजनालाई। I'm Sunny. मेरो नाम चाहिँ सनी हो। Really nice to meet you. तपाईहरुलाई यसरी भेट्न पाउँदा चाहिँ एकदमै खुसी लागिरहेको छ। Okay, let's get started. हामी सुरु गर्नेछौँ। Okay, today I'm going to share lecture 6, the state of mankind. आज हामीले प्रवचन 6 बाट हेर्न गइरहेका छौं, जहाँ चाहिँ टपिकमा शीर्षकमा चाहिँ मानिस जातिको अवस्था भनेर हामीले देख्न सक्छौं। Now we've been learned the fundamental problem has brought every problem upon mankind. र हामीलाई थाहा छ कि मानिसहरुका नितान्त समस्याहरू के छन् र कस्ता छन् भन्ने कुरा, which were Satan, sin, and separation from God. जुन चाहिँ शैतान, पाप र परमेश्वरदेखि अलग भएको कुरा चाहिँ हामीले थाहा गर्छौं। As a result, mankind has fallen into a miserable state and lost everything. जहाँ चाहिँ हामीले देख्न सक्छौं कि मानिस चाहिँ पापमय स्वभावमा जन्मेको छ र मानिसले चाहिँ सबै थोक चाहिँ गुमाएको छ। Originally, when mankind were created in the image of God, they received countless blessings. जब चाहिँ मानिस परमेश्वरको स्वरूपमा बनिएको थियो, मानिसले चाहिँ गन्न नसकिने धेरै किसिमका आशीषहरू चाहिँ उपभोग गरेको थियो। But now we all lost all of them. र अहिले हामीले हेर्दै गर्दाखेरि चाहिँ हामीले सबै थोक चाहिँ गुमाएका छौं ती मध्येका। There are 4 major things that mankind has lost. र त्यहाँ चाहिँ 4 वटा मुख्य कुराहरू छन् मानिसले चाहिँ गुमाएका मध्ये, which were originally given to us as blessings from God. जुन चाहिँ वास्तविक रूपमा मानिसलाई चाहिँ आशीषको रूपमा दिएको थियो। First, mankind who were spiritual beings have become spiritually dead. जुन मानिस चाहिँ आत्मिक रूपमा बनिएको थियो, त्यो मानिस चाहिँ आत्मिक रूपमा चाहिँ मरेको छ। If you look at the Ephesians chapter 2 verse 1, could you please read the
scriptures. Yes, yes, I can read. जहाँ चाहिँ हामीले देख्न सक्छौँ एफिसी 2:1 यसरी लेखिएको छ, म सबैजनाको निम्ति पाठ गरिदिनेछु। तिमीहरू आफ्ना अपराध र पापद्वारा मरेको बेला उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। Yes, It amen. says that we were dead. यो पदले भन्छ कि हामी सबैजना चाहिँ मरेका थियौँ, But we were not created to die. तर हामी चाहिँ मर्नको लागि भनेर चाहिँ बनाइएका होइनौँ। Second, those who were meant to be kings have become slaves. जुन मानिस चाहिँ शासन गर्नको लागि अथवा राम्रो बनाएको थियो त्यो चाहिँ अहिले दासत्वमा परेको छ। If you look at the Galatians chapter 4 verse 8, हामीले यदि गलाती 4:8 हेर्यो भने यहाँ यसरी लेखिएको छ, अघि अघि जब तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ तिमीहरू तिनका दास थियौ जो स्वभावैले देवहरू होइनन्। it says people became slaves. जहाँ चाहिँ भनिएको छ कि मानिसहरू चाहिँ दास बनिएको छन्। Third, those who were created as a children of God have become children of Satan. जुन मानिसहरू परमेश्वरको सन्तानको रूपमा बनिएको थिए, सृष्टि गरिएका थिए, उनीहरू चाहिँ अहिले दास भएका छन्। Let's look at the John chapter 8 verse 44. John chapter 8 44. ओके, बाइबल पदहरू चाहिँ सबै च्याटमा सेयर गरेको छ है, तपाईँले हेर्न सक्नुहुन्छ, च्याटमा सेयरिङ गरेको छ बाइबल पदहरू। Sister Sonia, could you please once remind John chapter 8 verse 8:44। 8:44। हुन्छ, म सबैजनाको निम्ति पढिदिनेछु। यहाँ यसरी लेखिएको छ, तिमीहरू आफ्नो पिता दियाबलसका हौ र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको संकल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो र त्यससँग त्यसलाई केही वास्ता छैन, किनभने त्यसमा केही सत्यता छैन। जब त्यसले झुट बोल्छ त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झुट हो र झुटको पिता हो। It clearly says you belong to your father, the devil. यहाँ चाहिँ एकदमै स्पष्ट रूपमा भनिएको छ कि तिमीहरू आफ्ना पिता डेभिल होइन, आफ्ना पिता दियाबलसका हौ भनेर चाहिँ यहाँ स्पष्ट रूपमा भनिएको छ। We used to be children of God, but we became the children of devil. हामी चाहिँ परमेश्वरको सन्तानको रूपमा बनिएका थियौँ, हामी परमेश्वरको सन्तान थियौँ, तर अहिले हेर्दै गर्दाखेरि चाहिँ हामी चाहिँ अहिले दियाबलसका सन्तान भएका छौँ। Fourth, those who were created in the likeness of Christ to reveal God's glory have become sinners. जुन मानिस परमेश्वरको महिमा प्रतिबिम्बित गर्न उहाँको धार्मिकतामा सृष्टि गरिएको थियो, अहिले त्यो महिमा चाहिँ खस्किएको छ। अहिले चाहिँ त्यो महिमा चाहिँ एकदमै तल भएको छ र मानिस चाहिँ अहिले शैतानको स्वरूपमा शैतान जस्तो भएको छ अथवा शैतानको बच्चा बच्ची भएको छ। Let's look at the Romans chapter 3 verse 23. र हामीले चाहिँ रोमी 3:23 हेर्नेछौँ, जहाँ चाहिँ यसो लेखिएको छ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। So mankind has truly lost everything. जहाँ चाहिँ मानिस जातिले चाहिँ सबै कुरा चाहिँ साँच्चीको रूपमा गुमाएको छ। They created in the God's image lost all of those blessings at once. मानिसहरू चाहिँ परमेश्वरको स्वरूपमा बनाएको थियो, परमेश्वरको प्रतिरूपमा बनाएका थिए र अहिले चाहिँ उनीहरूले सबै थोक चाहिँ गुमाएको छन्। It seems we just read these verses, but in reality, this is a great tragedy. हामीले त यी पदहरू चाहिँ हेर्छौँ, तर यसो हेर्दै गर्दाखेरि चाहिँ यी सबै कुरा चाहिँ वास्तविकता हुन्। So what is the state of humanity after losing everything?
यदि मानिसले सबै थोक बनाइसकेपछि मानिसको अवस्था चाहिँ कस्तो छ त अहिले? Let's look at what the Bible says about that. र हामीले चाहिँ बाइबलले के भन्दछ ती कुराहरूलाई चाहिँ हेर्नेछौँ। Let's look at the Genesis chapter 1 verse 2. उत्पत्ति 1:2 लाई हामीले हेर्नेछौँ। पृथ्वी आकार बिनाको र शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि भ्रमण गर्दै हुनुहुन्थ्यो। Yes, this verse describes a state of darkness and chaos before creation. यो पदले चाहिँ हामीलाई यो सृष्टि हुनुभन्दा अगाडि चाहिँ कस्तो थियो, यी सबै कुराहरू चाहिँ अन्धकारमय, आकार बिनाको र सबै कुरा चाहिँ लथालिङ्ग थियो भन्ने कुरा चाहिँ देखाउँदछ। But it's exactly the same that the state of sinful mankind that without God. र यो कुरा चाहिँ खासमा भन्दै गर्दाखेरि चाहिँ मानिस परमेश्वर बिना पनि यो आकार बिनाको पृथ्वी जस्तै शून्य थियो, परमेश्वर बिनाको मानिस पनि त्यस्तै छ। Their life is dark, chaotic, and empty. उनी मानिसको जीवन चाहिँ अन्धकारमय, लथालिङ्ग र सबै कुरा चाहिँ वतामुङ्ग भएका छन्। I know people around the world, they love K-pop and K-drama. मलाई थाहा छ मानिसहरूलाई चाहिँ यी युट्युबहरुमा हेर्दै गर्दाखेरि चाहिँ कोरियन ड्रामाहरू एकदमै धेरै हेर्नलाई मन पर्छ। And admire the idol stars. Sorry, could you repeat once? Admire the idol stars, like a singer. Admire like they want to like them. Okay. Admire. Okay. उहाँहरूले चाहिँ जस्तै ती सबै प्रशंसा गर्ने भने जस्तै उहाँहरूले चाहिँ कोरियन ड्रामाहरू हेर्दै गर्दाखेरि चाहिँ ती सबै एक्टरहरू जोहरू हुनुहुन्छ उहाँहरूको चाहिँ प्रशंसा गर्नुहुन्छ अथवा उहाँहरू जस्तै हुन चाहनुहुन्छ। But I don't know if you have heard this. Just a month ago and even 2 months ago. मलाई थाहा छैन तपाईहरुले सुन्नु भएको छ कि छैन, केही महिना अगाडि 2 महिना जस्तो अगाडि some very famous actress and a very famous male singer took their own life. जो चाहिँ एकदमै प्रसिद्ध मानिसहरू जुन प्रसिद्ध कलाकारहरू थिए उनीहरूले चाहिँ आफ्नो जीवन चाहिँ नाश गरेको थिए। And sadly, just today, there was a very famous, very well-known politician who were very wealthy, who were very famous. His family, and he was always on the TV show. राजनीतिक रूपमा अनि सबै कुराले चाहिँ एकदमै प्रसिद्ध टिभीहरुमा पनि सबैजनाले चिन्ने परिवारबाट नै उहाँ चाहिँ हुनुहुन्थ्यो। He died by this suicide. उहाँले चाहिँ आत्महत्या गरेर चाहिँ उहाँ बित्नु भयो। It happened just today. यो चाहिँ आज भर्खरै भयो। They were famous, rich, and they had a fame and in a position of honor that they can do everything they wanted to do. उसँग चाहिँ पैसा थियो, धन सम्पत्ति थियो, मान मर्यादा सबै कुरा थियो, उनीहरूले चाहिँ जे चाहे त्यो कुरा गर्न सक्थे। But they choose to die. तर पनि उनीहरूले चाहिँ मर्न नै उनीहरूले चाहिँ छान्यो, उले चाहिँ मर्न नै छान्यो। Also, many famous people, many famous influencer made the same tragic choice. त्यस्तै गरी धेरै मानिसहरू छन् जो चाहिँ एकदमै प्रसिद्ध छन्, एकदमै त्यो उच्च तहमा छन्, ती सबै मानिसहरू पनि यस्तै नै जीवनहरू जिराखेका छन्। This is very sad to hear every time because it's so many, too many. यो कुरा सुन्दै गर्नु चाहिँ एकदमै धेरै दुःखको कुरा हो, किनभने यी कुराहरू चाहिँ धेरै पल्ट चाहिँ दोहोरिरहेको छन्, यी कुरा चाहिँ भइरहेका छन्। Why is this happening? किन चाहिँ यी कुराहरू चाहिँ भइरहेका छन् त?
everyone envied them. Everyone was jealous of them. ऊ सबै मानिसहरू चाहिँ उनीहरूबाट चाहिँ डाहा गर्छन्। But why they made such a choices? तर पनि किन तिनीहरूले चाहिँ ती कुराहरू छान्नको लागि चाहिँ बाध्य भएका छन् अथवा किन ती कुराहरू छानिरहेका छन्? Even though they got everything. यद्यपि तिनीहरूले चाहिँ सबै थोक पाएका छन्। It is because the state of mankind is darkness, chaos, and emptiness. किन भन्दै गर्दाखेरि चाहिँ मानिसको अवस्था चाहिँ शून्यता छ, अन्धकार छ, सबै कुरा लथालिङ्ग भत्ताभुङ्ग भएको छ। Okay, let's move on next. A state filled with sin and evil intentions. र मानिसको अवस्था चाहिँ कस्तो छ भन्दै गर्दाखेरि चाहिँ एकदमै पापमय स्वभावमा चाहिँ मानिसहरू छन्। If you look at the Genesis chapter 6 verse 5, यदि तपाईहरूले उत्पत्ति 3:5 मा हेर्नुभयो भने यहाँ चाहिँ यसरी भनेको छ कि पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारहरूको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमेश्वर देख्नुभयो। we often see many kids are lying even though nobody taught them. हामीलाई थाहा छ कि धेरै कुराहरू चाहिँ झुटहरू भएका छन्, यद्यपि ती धेरै यस्ता कुराहरू छन् जुन चाहिँ लुकेका छन्, झुट भएका छन्, यद्यपि हामीलाई थाहा छैन। And many religions claim that humans are born good. र धेरै धर्महरू चाहिँ तीहरू राम्रा छन् भन्ने कुरा चाहिँ तीहरू चाहिँ प्रमाण भएका छन्। But obviously that's not true. तर हामीलाई थाहा छ कि ती कुराहरू सत्य होइनन्। Without being taught, people are lying and stealing even from their young age. र मानिसहरू चाहिँ केही थाहा नपाइकन उनीहरू झुट बोलिरहेका छन्, चोरिरहेका छन्, यी सबै कुराहरू चाहिँ उनीहरूले गरिरहेका छन् आफ्नो जवान अवस्थामा। Let's look at the Jeremiah chapter 17 verse 9. त्यसै गरी हामी एर्मिया 17:9 लाई पनि हेर्नेछौँ। मानिसको हृदय सबै कुराहरू भन्दा छली हुन्छ र यसलाई निको पार्न सक्दैनन्, यसलाई कसले जान्न सक्छ र? So the human heart has become extremely corrupt. मानिसको हृदय चाहिँ साच्चीकै रूपमा भ्रष्ट भएको छ। Matthew chapter 11:28. मत्ती 11:28 ले भन्दछ कि हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। We all carry heavy burdens in our hearts. हामी सबैसँग चाहिँ एकदमै थाकेको, धेरै दबिएको, त्यो बोझले भरिएको हृदय चाहिँ छ। But no one told us to do it. हामीलाई कसैले पनि यी सबै कुराहरू राख्नलाई अथवा गर्नलाई सिकाएको होइन। But somehow we always worry and burden for many reasons. तर पनि हामी चाहिँ कहिलेकाहीँ धेरै कुराहरूको चाहिँ हामी चिन्ता गर्दछौँ, बोझ लिँदछौँ, कुनै पनि कारण नभए तापनि। Let's look at Isaiah chapter 1 verse 4 to 6. र यसै गरी हामी यसैया 1:4 - 6 सम्म हामीले हेरौँ। हाय पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूका बच्चा, भ्रष्टाचार गर्नेहरूका सन्तान, तिनीहरूले परम प्रभुलाई त्यागेका छन्, तिनीहरूले इजरायलका परम पवित्रलाई हेला गरेका छन् र उहाँतिर आफ्नो पिठ्यु फर्काएका छन्। तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरूले अझै अटेरी बनिरहन्छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ र सारा हृदय पीडित भएको छ। पैतालादेखि टुप्पीसम्म चोट नभएको कोही छैन। चोट, डामहरू र खुल्ला घाउहरू मात्र छन्, न त ती सफा गरिएका, न त बाँधिएका, न त तेलले नरम बनाएका छन्। So people suffer from physical and mental illness. मानिसहरू चाहिँ शारीरिक रूपमा र मानसिक रूप दुवै तर्फबाट चाहिँ मानिसहरू रोगिएका छन्, बिरामी भएका छन्। But they receive no healing. तर उनीहरूले चाहिँ कुनै पनि निको हुने कुराहरू चाहिँ भेटाएका छैनन्। This is our miserable state.
यी कुराहरू चाहिँ हामीले सोच्नु भन्दा एकदमै माथिको कुराहरू चाहिँ हो। And the other one, a human's heart filled with evil. र अर्को कुरा चाहिँ मानिसको हृदय चाहिँ दुष्ट कुराले चाहिँ भरिएको छ। Mark 7, chapter 7, 21 to 23. र यसै गरी हामी मर्कुस 27 को मर्कुस 7 को 21 देखि 23 सम्म हामीले हेर्नेछौँ। किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या र परिस्त्री गमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्दछन्। We all guilty of these sins. हामी सबैसँग चाहिँ भित्री पापहरू चाहिँ छन्। If we are given the right environment and condition, I'm sure we will be the same. यद्यपि हामीले चाहिँ राम्रो वातावरण पायौं, राम्रो कुराहरूदेखि हामी हुर्क्यौं भने पनि हामीहरू चाहिँ यिनै अवस्थाहरूमा नै हुन्छौं। If we are not awake in prayer and the word of God, our heart will be filled with the evil. यदि हामी प्रार्थनामा र परमेश्वरको वचनमा हामीले हिँडेनौं भनेपछि चाहिँ हाम्रो हृदय चाहिँ दुष्ट कुराहरूले नै भरिन्छन्। Let's look at the Genesis chapter 3, verse 16 to 19. र यसै गरी हामी उत्पत्ति 3 को 16 देखि 19 सम्म हामीले हेरौं। स्त्रीलाई उहाँले भन्नुभयो, तेरो सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु, दुःखसँग तैले बालक जन्माउनेछस्, तेरो इच्छा पतितर्फ नै हुनेछ र त्यसले तँलाई अधीनमा राख्नेछ। त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैले तेरी पत्नीको कुरा सुनेर मैले नखानु भनेको रुखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ, तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैले खानेछस्, त्यसले तेरो निम्ति काँडा र सिउरी उमार्नेछ र तैले खेतको सागपात खानेछस्, माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस्, किनकि माटैबाट त निकालिएको थिइस्, त माटै होस् र माटैमा फर्किजानेछस्। We have a family problem of survivor and disease and suffering, curses and death. हामी सबैसँग चाहिँ हाम्रो पारिवारिक समस्याहरू छ, हामीसँग आफ्नै चुनौतीहरू छन्, आफ्नै दुःखहरू छन्। ती सबै कुराहरू छन् जसले चाहिँ मृत्युतर्फ लैजान्छन्। We were supposed to be like kings and children of God. हामी वास्तविक रूपमा चाहिँ हामी राजा सर हुनुपर्ने हो, राजा जस्तो हुनुपर्ने हो, राजा हुनुपर्ने हो र परमेश्वरको सन्तान हुनुपर्ने हो। What about now? Sorry? What about now? त्यसो भए अहिले चाहिँ हामी कस्तो छौं त? के भइरहेका छौं अहिलेको अवस्था? We are in state that we have to work and labor. र हामीहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ भन्दै गर्दाखेरि चाहिँ हामीले श्रम गर्नुपर्छ, हामीले कामहरू गर्नुपर्दछ। People live to be successful, to be rich and famous, to achieve those things. र मानिसहरूले चाहिँ अहिले ती सबै कुराहरू प्रसिद्ध हुनलाई, त्यो धनी हुनलाई, ती आफ्नो सफलता हासिल गर्नलाई चाहिँ कडा परिश्रमहरू गरिरहेको छन्। They are result of the sin. यी सबै कुराहरू चाहिँ पापको परिणाम हो। They are result of the curse. हाम्रो श्रापको चाहिँ ती परिणामहरू हुन्। How foolish to live so hard for a curse. यी सबै श्रापहरूको लागि जिउनु चाहिँ कतिसम्मको मूर्खता चाहिँ हो। This is a state of mankind. यो नै मानिसको चाहिँ अवस्था भएको छ, मानिसको अवस्था चाहिँ हो। Mankind never stop to work so hard for the curse. मानिसले चाहिँ यी सबै कुराहरू कामहरू गर्नै पर्दछ, ऊ चाहिँ यी कामहरू नगरेर बस्छु भनेर चाहिँ ऊ पाउँदैन, किनभने यो चाहिँ श्राप हो। Let's look at the Hebrews chapter 9 verse 27. त्यसै गरी हामी हिब्रू 9 को 27 लाई हेर्नेछौँ। जसरी मानिसको निम्ति एकपल्ट मर्नु निश्चित छ र त्यसपछि इन्साफ।
Eventually, human will die physically and after will face judgment. मानिस जाति मानिस चाहिँ एकपल्ट मानिस चाहिँ मर्नु निश्चित छ र त्यसपछि चाहिँ उनीहरूको इन्साफ पनि हुन्छ And man condemned to eternal punishment in hellfire. र मानिसले चाहिँ अनन्त दण्ड चाहिँ उसले पाउनेछ र त्यो अनन्त आगोमा चाहिँ ऊ फालिनु पर्नेछ नरकको आगोमा Let's look at the Matthew chapter 25, verse 41. र त्यसै गरी हामी मत्ती 25 को 41 लाई पनि हेर्नेछौँ त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन् श्रापित मानिस हो मबाट दूर हौ र दियावलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ People deny the existence of heaven and hell. मानिसहरूले चाहिँ स्वर्ग र नर्कको वास्तविकतालाई चाहिँ मानिसहरूले इन्कारदछन् Even many Christians do not believe in hell's judgment. हामीले वास्तवमा भन्यो भने धेरैजना इसाईहरू छन् क्रिस्चियनहरू छन् जसले चाहिँ यी कुराहरू चाहिँ विश्वास गर्दैनन् However, remember this. तर पनि तपाईहरू सबैजनाले चाहिँ एकपल्ट सम्झनुहोस् अथवा हामी एकपल्ट सम्झौं The person who spoke the most about hell is Jesus himself. हामीले चाहिँ एकपल्ट सम्झ्यौं कि त्यो व्यक्ति जसले चाहिँ नरकको बारेमा धेरै पटक बोल्नु भएको छ भन्नु भएको छ त्यो चाहिँ येशू आफै हुनुहुन्छ But our God did not abandon humanity in this miserable state. तर हाम्रो परमेश्वरले चाहिँ मानिसहरूलाई यो अवस्थामै राखिरहेर चाहिँ उहाँले चाहिँ छोड्नु भएको छैन Instead, he gave us a solution. हामीलाई चाहिँ परमेश्वरले चाहिँ हामीलाई उत्तर दिनु भएको छ परमेश्वरले चाहिँ हामीलाई यी सबै कुराको चाहिँ उत्तर दिनु भएको छ What is the solution God has given to us? परमेश्वरले तपाईं र मलाई दिनु भएको त्यो उत्तर चाहिँ के हो त Let's look at the John chapter 15 verse 6. त्यसै गरी हामीले हेरौं यूहन्ना 15 को 6 मा कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन् All of our problems are the result of the separation from God. यी सबै कुराहरू चाहिँ हामीहरूको पापको परिणाम हो र परमेश्वरदेखि अलग भएको कारणले भएको हो We never meant to be that way. हामी चाहिँ कहिले पनि यस्तो खालको जीवन जिउनको लागि बनिएका हैनौं So what's the answer? Sorry. What's the answer since all our problems come from the separation from God? परमेश्वरदेखि अलग भएको समस्याको समाधान गर्नको लागि चाहिँ उत्तर चाहिँ के हो त त्यसो भए The answer is to meet God. र उत्तर चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ परमेश्वरसँग रहनु अथवा परमेश्वरलाई भेट्नु चाहिँ हो If people meet God, all of our problems will be solved. यदि मानिस चाहिँ परमेश्वरसँग भेट्यो भनेपछि चाहिँ मानिसका सबै समस्याहरू चाहिँ समाधान हुन्छन् That's the only answer. यो नै एउटा मात्रै चाहिँ उत्तर हो Let's look at the Psalm 23 verse 1. यसै गरी हामी भजन संग्रह 23 को 1 लाई हामीले हेर्ने छौं परमप्रभु मेरा गोठाला हुनुहुन्छ मलाई केही कुराको अभाव हुँदैन आमेन Let's also look at the Genesis chapter 39 verse 2. त्यसै गरी हामी उत्पत्ति 39 को 2 लाई पनि हेर्ने छौं परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो र त्यहाँ तिनको उन्नति भयो तिनी आफ्ना मिस्री मालिकको घरमा बस्थे It says that when God is with you, you lack nothing. यहाँ चाहिँ भनिएको छ कि जब परमेश्वर
तिमीहरूको साथमा हुनुहुनेछ तिमीहरू चाहिँ जिउने छौ and have abundance. र तिमीहरूसँग चाहिँ सबै कुराहरू चाहिँ हुनेछन् But abundance does not mean that there are no problems. र प्रशस्तता भन्दै गर्दै गर्दाखेरि चाहिँ त्यहाँ समस्या हुन्छन् भनेको चाहिँ होइन Joseph was always with God. योसेफ चाहिँ सधैँभरि परमेश्वरको साथमा हुनुहुन्थ्यो But he was sold into slavery by his brothers. तर उनी चाहिँ आफ्नै दाजुभाइद्वारा चाहिँ दास भएको थिए उनी चाहिँ दास हुनलाई चाहिँ बेचेको थिए And accused and imprisoned. र उनी चाहिँ बन्धनमा परेको थिए उनले चाहिँ समस्याहरू भोगिरहेका थिए So lack nothing does mean that I have all the success, riches, fame, and power of the world. र परमेश्वरसँग हुँदै गर्दै गर्दा परमेश्वरसँग हुनु भन्दै गर्दाखेरि चाहिँ मसँग सबै कुराको शक्ति हुन्छ मसँग सबै सुख हुन्छ म चाहिँ सबै कुरामा सम्पन्नशाली हुन्छु भनेको चाहिँ होइन It means I am filled with what God has given to me because I am in Him. यो भन्दै गर्दाखेरि चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ म चाहिँ पूर्ण छु किनभने म चाहिँ परमेश्वरसँग छु र उहाँले मलाई जे दिनु भएको छ त्यही कुरामा चाहिँ म पूर्ण छु भन्नु चाहिँ हो And I don't want anything else but Him. म चाहिँ केही कुरा पनि चाहदिन तर म चाहिँ परमेश्वरलाई चाहन्छु भन्नु चाहिँ हो Let's look at Matthew chapter 1 verse 21. Matthew chapter 1 verse 21. ओके त्यसै गरी हामी मत्ती 1 को हामी 21 लाई हेर्नेछौँ तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीहरूले उहाँको नाउँ येशू राख्नेछौ किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ आमेन Let's also look at the Isaiah chapter 7 verse 14. त्यसै गरी हामी यसैया 7 को 14 लाई पनि हेर्नेछौँ यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ Emmanuel means God is with us. इमानुएल भन्दै गर्दा इमानुएलको अर्थ के हो भन्दाखेरि चाहिँ परमेश्वर हामीहरूसँग भन्ने चाहिँ हो The book of Isaiah is the Old Testament. यसैयाको पुस्तक चाहिँ पुरानो करार हो God promised Christ for us even before Jesus came to the earth. परमेश्वरले चाहिँ तपाईँ र मेरो लागि चाहिँ ख्रिस्टको प्रतिज्ञा गर्नु भएको थियो उहाँ आउनु भन्दा अगाडि नै We are human beings who are slaves to Satan. हामीहरू चाहिँ मानिस जाति हौ जो चाहिँ शैतानको दास भएका थियौं We were under the death. हामी चाहिँ पापको बन्धनमा चाहिँ हामीहरू थियौं But God had compassion and grace on us. र परमेश्वर चाहिँ तपाईँ र म प्रति चाहिँ अनुग्रही हुनुभएको थियो अनुग्रही हुनुहुन्छ So promised us Christ in advance. र त्यस कारणले गर्दा चाहिँ तपाईँ र मलाई चाहिँ ख्रिस्टको प्रतिज्ञा गर्नुभयो And prepared the way for us to meet God through Him. र परमेश्वरसँग भेट्नको लागि चाहिँ तपाईँ र मेरो लागि चाहिँ उहाँले चाहिँ बाटो तयारी गर्दै हुनुहुन्थ्यो So God promised us Christ. Who is the Christ? परमेश्वरले चाहिँ तपाईँ र मेरो लागि चाहिँ ख्रिस्ट प्रतिज्ञा गर्नुभयो अनि ख्रिस्ट चाहिँ को हुनुहुन्छ त Let's look at the John chapter 14 verse 6. त्यसै गरी हामी यूहन्ना 14 को 6 लाई हामीले हेर्नेछौँ यसैले तिनीहरूलाई भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन आमेन The only way to meet God is through Christ. यसो माफ गर्नु परमेश्वरसँग भेट्नको लागि चाहिँ एउटा मात्रै बाटो चाहिँ
ख्रिस्ट येशू हुनुहुन्छ, the Messiah, जो चाहिँ ख्रिस्ट हुनुहुन्छ, the way of truth and life, and that Christ is only Jesus. बाटो सत्य र जीवन उहाँ चाहिँ येशू हुनुहुन्छ, जो चाहिँ ख्रिस्ट हुनुहुन्छ। Okay, this is it, and I like to pray just short pray. र आजको यो प्रवचन चाहिँ यतिसम्म नै हो र तपाईहरु सबैजनाको निम्ति चाहिँ म प्रार्थना गर्न चाहन्छु। Father God, thank you for this opportunity to hear your words. परमेश्वर पिता, हामी तपाईलाई यो अवसरको लागि धन्यवाद दिदछौं कि तपाईको आवाजलाई हामीले सुनेका छौं। We want to honor you. We want to lift your name through this time. प्रभु, हामी तपाई परमेश्वरलाई आदर गर्दछौं र यो समयमा तपाईको नामलाई उच्च पार्न चाहदछौं। We ask you that you would pour out the spirit of wisdom and revelation. प्रभु, हामी तपाई परमेश्वरसँग प्रार्थना गर्दछौं र तपाई परमेश्वरको आत्मा र तपाई परमेश्वरको बुद्धि अनि तपाई परमेश्वरको प्रकाश हामी माथि खन्याउनु भएको होस् भन्ने हामी प्रार्थना गर्दछौं। So that we may know you better. त्यस कारणले गर्दा चाहिँ हामी तपाई परमेश्वरलाई अझ असल प्रकारले चाहिँ चिन्न सकौं। Please use us to be evangelize the whole world. प्रभु, हामीलाई यो सारा विश्वलाई सुसमाचार गर्नको लागि, सुसमाचार प्रचार गर्नको लागि प्रयोग गर्नुहोस्। We are waiting for you to come. We are longing for you. प्रभु, हामी तपाई परमेश्वर प्रति चाहिँ अझ तृषित हुँदछौं। तपाई परमेश्वरको आवाज सुन्नको लागि हामी तपाई प्रति आउँदछौं। Maranatha, in Jesus' name we pray. Amen. मारानाथा प्रभु, तपाई आउनुहोस्। हामी तपाई परमेश्वरको उच्च नाममा प्रार्थना गर्दछौं। आमेन। Amen. 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 Thank you so much, Sister Sunny, for your precious time. And thank you so much for teaching us through this lecture. Thank you so much. Thank you. Thank you. हुन्छ फेरि पनि यो समय हाम्रो आदरणीय सञ्चालक दाइलाई हुन्छ, परमेश्वरलाई धन्यवाद भएको होस्। एकदमै असल वचन सुनाएर जानुभएको छ। मानिसको अस्तित्व अनि मानिस चाहिँ पापले चाहिँ कहाँ लग्यो अनि परमेश्वरले चाहिँ महान योजना बनाएर कसरी आफ्नो भविष्य वक्ताद्वारा प्रतिज्ञा गर्दै हामीलाई चाहिँ बाटो सत्य र जीवन एउटा बाटो देखाइदिने एउटा येशू ख्रीष्टलाई पठाइदिनु भयो, जहाँ हामी स्वर्गमा जान सक्छौँ। त्यो विषयमा स्पष्ट तरिकाले बुझाइदिनु भयो। ट्रान्सलेट गर्ने सिस्टरलाई पनि परमेश्वरले आशिष दिनुभएको होस्। धन्यवाद दिन चाहन्छु। हामी ढिला नगरिकन हामी अरू भागहरूमा जानेछौँ। अनि केही हजुरहरूको केही विशेष प्रार्थना छ भने तपाईँले चाहिँ भन्न सक्नुहुनेछ, हामी प्रार्थना गर्नेछौँ। यदि छैन भने हामी केही विषयमा राख्नेछौँ अनि ती विषयहरूलाई सम्झेर हामी प्रार्थना गर्नेछौँ। अन्तिम प्रार्थना अनि हामी प्रार्थना गर्नेछौँ। यस मारानाथा युथ फेलोसिप भइराखेको छ, अझै पनि यो पृथ्वीको कुना कुनासम्म पुगेर परमेश्वरको महान आज्ञा चाहिँ यस मारानाथा युथ फेलोसिपले गर्न सकेको होस् भन्ने प्रार्थना गर्छौँ। अनि यो सेवा सङ्गति अझै पनि नेपाल देशभरि अहिले परमेश्वरको जनहरू नेपालबाट बाहिर सेवकाईको लागि परमेश्वरको महान आज्ञालाई पुरा गर्न सकुन् भनेर हामी प्रार्थना गर्नेछौँ। अनि विशेष गरी प्रार्थना गर्नेछौँ अहिले नेपालको लगायत विश्वभरिको आकलनमा हेऱ्यौँ भने धेरै युथहरू चाहिँ भ्रष्ट अवस्थामा बिग्रिराखेको, शैतानले आफ्नो दासत्वमा राखिराखेको छ। अनि उनीहरूको लागि प्रार्थना गर्नेछौँ, युथहरूको लागि जो चाहिँ नशामा छ अनि व्यभिचारमा छ अनि हरेक विकृतिमा नराम्रो काममा छ, उनीहरूको लागि प्रार्थना गर्नेछौँ। अनि प्रार्थना गर्नेछौँ नेपाल देशभरिको क्रिस्चियनहरूको लागि अनि नेपाल देशको लागि प्रार्थना गर्नेछौँ। यो समयमा सबै विषयहरू समेटेर अनि अन्तिम गर्नलाई म आदरणीय सरलाई म समय दिनेछु अनि उहाँले चाहिँ यो समय दिनुहुनेछ। धन्यवाद छ प्रेम भाइलाई। म एक दुईवटा प्रार्थनाको विषय राख्न चाहन्छु। I would like to share some prayer topic as he already shared about some prayer topics for the world evangelization in our
lifetime it might be happen, and may God raise more Nepali young generations who will carry on this mission of the world evangelism. And also he's share the prayer topic for this Zoom platform, as we are making this platform to connect youths, find the youths, and disciple them, and so that they can get the vision of fulfilling the world evangelism in our lifetime. So some prayer topic I want to share. म एक दुईवटा प्रार्थनाको विषय राख्न चाहन्छु। हाम्रो एकजना पास्टरजी हुनुहुन्छ, पास्टर जुपलाल, अनि उहाँको श्रीमती चाहिँ उहाँ बिरामी हुनुहुन्छ। उहाँको पार्टीघरको क्यान्सर भएको कारणले गर्दा पार्टीघर फालिएको छ। उहाँले लखनऊमा उपचाररत हुनुहुन्छ। तपाईँहरू सबैजनाले प्रार्थना गरिदिनु होला। बाँच्दैन होला भनेर माया मारेको व्यक्तिलाई सबैजनाको प्रार्थनाको कारणले गर्दा उहाँ चाहिँ अहिले उपचाररत हुनुहुन्छ र उहाँ निको हुनुहुन्छ भन्ने पुरा विश्वास भएको छ। अपरेसन सफल भएको छ। अनि प्रार्थनामा सम्झिदिनु होला एकजना हाम्रो चर्चकै बुवा जसको चाहिँ किडनी फेल भएको छ, ड्यामेज भएको छ। अनि उहाँको लागि प्रार्थना गरिदिनु होला, उहाँ चाहिँ निको हुनु सक्नु भएको होस् चाँडै भनेर। अनि त्यो चाहिँ किमो चढाउने कुराहरू भइराखेको छ। अनि अर्को एकजना हाम्रो सर हुनुहुन्छ, प्रेम सर। अनि हाम्रो प्रेम राय सर जोको बाइक एक्सिडेन्ट कारणले गर्दा उहाँको चाहिँ यहाँ फ्र्याक्चर भएको छ, भाँचिएको छ। उहाँ चाहिँ निको हुन सक्नु भएको होस् भनेर। अनि अरू हामी एकअर्काको लागि प्रार्थना गर्नेछौँ। आई विल जस्ट सेयर इट इन इङ्ग्लिस। देयर इज आई वान्ट टु सेयर सम प्रेयर टपिक्स. There is one pastor whose name is Juplal Bika. He is one of the worthy disciples with passion and the vision of fulfilling the world evangelism in our lifetime. So he is dedicated and travels to different places and share the gospel. And he has invited us in his church to disciple them, their churches. And his wife was suffering from some of the disease, and later on it found that she had a uterus cancer, and they spent a lot of money, and finally they have done the operation in India. She is under treatment, and they have almost lost their hope that she met us for the last time that she is going to die. And we prayed, and all of our praying, and she is under treatment, and we believe that God is going to heal her. And God provided one of the Muslim doctor, and who is really looking after her treatment. And he took in her car in the hospital in very fast 6-7 hours, and take her in the hospital and did the operation. And so we are praying for his wife to be completely healed. And also financially he's not strong, and he spent so much money. And that Muslim doctor, he helped for a few months to save her life, and he has supported her to do the operation. So please pray for the financial need as well. And I'm collecting some offering. Collecting offering. Some of our friends, they have given, and I am sending to pastor, and I have also supported him. And just I'm collecting few money so that that treatment be successful, and we are praying for that. Please pray for the complete healing and for the finances that in need. And also pray for one of our church believer. He has his kidneys are damaged, and he's also under treatment. So please pray for him so that he may get healed. And also one of the friend here, brother Prem, and he has an accident, and his shoulder has been broken, and he's under treatment. So please pray for him as well. And these are the prayer topics. So we will pray. हामी यी विषयहरूको लागि प्रार्थना गर्नेछौँ सबैजनाले। अनि त्यसपछि चाहिँ म चाहिँ यो विषयको लागि प्रार्थना गरिदिनको लागि यदि हाम्रो पास्टर सिलास यहाँ हुनुहुन्छ भने, सिलास गुरुबा, हामी सबै विषयवस्तुहरूको लागि चाहिँ प्रार्थना गर्नेछौँ। सबै विषयवस्तुहरूको लागि प्रार्थना गर्नेछौँ। आउनुहोस् हामी सबैजनाले। अनि अन्तिममा हाम्रो सायद सिलास गुरुबाकोबाट हाम्रो छोरा बस्नु भएको छ कि, हामी प्रार्थना गरौँ। आउनुहोस्, अनि उहाँ हुनुहुन्छ भने उहाँले गर्नुहुनेछ, नत्र हाम्रो पूर्ण सरले उहाँले अन्तिम प्रार्थना पनि उहाँले समापनको प्रार्थना गर्नुहुनेछ। लेट्स अल बा आवर हेड। यु क्यान अनम्युट योर माइक। सबैजनाले माइकलाई अनम्युट गरौँ, अनि एकछिन चाहिँ हामी जोरदार सबैजनाले चाहिँ हामी प्रभुसँग चाहिँ प्रार्थना गर्नेछौँ। हुन्छ, आउनु सबैजनाले प्रार्थना गरौँ। परमेश्वरले चाहिँ
काम गर्नुभएको छ अद्भुत प्रकारले भनिकन हामी प्रार्थना गरौँ। आउनुहोस् प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ समय धन्यवाद तपाईँले हामीलाई दिनुभयो। अब आज हामीले असल प्रकारले म्यासेज हामीले सुन्न सक्यौँ। Lord, we could hear the message from Sister Sunny and about the state of हालेलुया mankind, Lord. परमेश्वर How पिता तपाईँलाई हामी miserable is धन्यवाद the state दिँदछौँ of mankind because of sin, यीशुको because of नाउँमा Satan, तपाईँले and हामीलाई because of the यो separation from सुन्दर God. समय And दिनुभयो Lord, तपाईँ mankind is परमेश्वरको empty, वचनबाट and हामीले Lord, सुन्ने मौका पायौँ प्रभु the dark, आज and मानिसको Lord, सबैभन्दा मुख्य it's समस्या मानिस Lord, we परमेश्वरबाट see टाढा the छ so many अनि Lord, मानिस the problem in humanity, Lord. मानिसको परमेश्वरको जीवनमा स्वरूपमा हामीले सृष्टि धेरै गरिएको मानिस जब समस्याहरू उसले देख्यौँ पाप प्रभु। गर्यो मानिसको अवस्था अनि मानिस शैतान पापको सबै विस्तृत भएको आशिषहरू कारणले गर्दा खोसिए शून्य आँखा अनि बिनाको मानिस चाहिँ अनि दुष्टताले आज भरिएको शिरदेखि परमेश्वरबाट पाउसम्म टाढा भएको समस्या यी छ समस्या अनि प्रभु अब साँच्चै एकपल्ट तपाईँ मर्नु त निश्चित छ, परमेश्वरले आफ्नो त्यसपछि पनि वचनद्वारा इन्साफ आफ्नो छ प्रभु। यी विभिन्न प्रभुमा कुराहरूको बोल्नुभयो विषयमा हामीले हेऱ्यौँ, धन्यवाद छ तर प्रभु तपाईँले ओ त्यहाँ प्रभु सल्युसन आज दिनुभएको छ, तपाईँ समाधान परमेश्वरले दिनुभएको छ। मानिसलाई The यस्तै solution is the अवस्थामा छोड्नु Christ, भएको oh छैन Christ, तर Jesus, क्रिस्टको oh प्रतिज्ञा प्रभु तपाईँले तपाईँ गर्नुभयो परमेश्वरले यो समस्याको अनि समाधान त्यो दिनुभएको समाधानको छ। अब बाटो हामी क्रिस्ट प्रार्थना गर्छौँ हुनुहुन्छ विश्व समाचार तपाईँ हाम्रो परमेश्वरलाई जीवनकालमा हामी पुरा गर्ने धन्यवाद जिम्मेवारी आज दिँदछौँ प्रत्येक तपाईँको विश्वासीको, अनुग्रहको लागि नेपाली प्रभु मण्डलीको, विश्वव्यापी हामी मण्डलीको, प्रार्थना हामी गर्दछौँ यस युथहरूको समयमा प्रभु तपाईँ आज परमेश्वर तयार आज गर्नुहोस्। विश्व यसै प्रभु हामी सुसमाचार यहाँ हाम्रै सिक्दैछौँ, जीवनकालमा सुन्दैछौँ, पुरा हामी सुन्ने हुनलाई मात्रै होइन, प्रभु अरूलाई तपाईँ प्रचार गर्ने परमेश्वरले सिकाउन आफ्ना चाहने व्यक्तिको रूपमा छोराछोरीहरूलाई विश्वभरि तपाईँले गएर प्रचार तयारी गर्ने व्यक्तिको गर्नुहोस् रूपमा तपाईँले आज निर्माण गर्नुहोस्। नेपालबाट मात्र नभएर अब यो विश्वभरि नै प्लेटफर्मलाई तपाईँको स्प्रेड गर्नुहोस् सुसमाचार भनिकन प्रभु फैलिन प्रार्थना गर्दछु। सकोस् प्रभु म आज प्रार्थना गर्छु यस समयमा बाइबलीय सन्नीको साँचो लागि थ्याङ्क यू सुसमाचार छ यीशु सन्नी नै ख्रिस्ट Lord हुनुहुन्छ who shared आज the यो message. Oh सुसमाचारमाथि Lord, मानिसहरूले Lord विश्वास bless her, गर्न use सकुन् her, र बाँच्न evangelize सकुन् word of God. परमेश्वर Oh, पितामा give प्रार्थना her गर्छु sound जति पनि health बिरामीहरूका and give लागि her the प्रभुले wisdom. प्रार्थना Oh परमेश्वर Father, bless her and bless her family. परमेश्वरले प्रार्थना सहायता गर्छु गर्नुहोस् यीशु पास्टर जुगलालको लागि, पास्टर जुगलालको मा एक्युरेसीलाई प्रार्थना गर्छु हामी प्रभु तपाईँले सुन्नुहोस्, उहाँलाई लागि कम्प्लिटली हामी निको प्रार्थना पार्नुहोस्। गर्छौँ त्यहाँ तपाईँ सबै परमेश्वरले खाँचोहरू प्रभु उहाँलाई आवश्यकताहरू प्रभु छुनुहोस् यीशु परमेश्वरले तपाईँको पुरा नाउँमा हामी गर्नुहोस् भनिकन म चङ्गाई प्रार्थना बोल्दछौँ गर्दछु। म ओ प्रार्थना फादर म गर्दछु प्रार्थना प्रभु गर्छु हाम्रो प्रेम पास्टर सरलाई ब्रदर तपाईँले प्रेमको लागि छोइकन तपाईँले उहाँलाई निको कम्प्लिटली पार्नुहोस् निको जो पार्नुहोस्। प्रभु ट्रिटमेन्टमा हाम्रो चलिराखेको छ सुनिलाल प्रभु बुवाको लागि तपाईँ प्रार्थना गर्छु, उहाँलाई परमेश्वरले निको छोइकन पार्नुहोस्। निको प्रभु चाहिने पार्नुहोस् सबै रुपियाँ अनि म पैसा प्रार्थना गर्छु हरेक प्रभु ओ प्रभु बिरामीहरूको परमेश्वर लागि हामी प्रभु जो शक्तिशाली जति बिरामी रूपमा हुन्छ प्रभु सबैलाई तपाईँ त्यो परमेश्वरको एउटा हातमा हामी राख्दछौँ उत्तरको तपाईँले प्रभु छोइकन हामी निको अपेक्षा चङ्गाई राख्दछौँ पार्नुहोस् प्रभु। जतिजना हामी यहाँ Thank you. छौँ प्रभु हामी Hallelujah. सबैको प्रार्थनाको विषयमा पनि तपाईँ परमेश्वरले सहायता गर्नुहोस् धन्यवाद, धन्यवाद। हामी प्रार्थना गर्छौँ यस लर्ड प्रभु धन्यवाद।